नमस्ते। आज म हजुरहरूलाई एउटा यस्तो ऐना देखाउन गइरहेको छु जसमा हाम्रा ठुला भनाउँदा काङ्ग्रेस र कम्युनिस्ट नेताहरूको सक्कली अनुहार देखिन्छ। विगत 37 वर्षदेखि यी नेता र प्रशासकहरूले राज्यलाई यसरी लुटको खेती बनाएका रहेछन् कि अहिलेको यो बालेन सरकारले 701 वटा सरकारी गाडी फिर्ता ल्याउँदा छर्लङ्ग भएको छ। यी 701 सरकारी गाडी अहिलेका नेताहरूले खुसी भएर फिर्ता गरेका होइनन्। अहिलेको बालेन सरकारले अथवा यो नयाँ शक्तिले डन्डा चलाएपछि र कानुनको डर देखाएपछि मात्रै फिर्ता आएका हुन्। 701 गाडी, वाउ! यो त एउटा सानो संख्या मात्र हो। यी गाडीहरू नेताका नातागोता, आफन्त र झोलेहरूले आफ्नो निजी सम्पत्ति जस्तो गरेर सडकमा दगुराइरहेका थिए। गाडी मात्र होइन, तिनका ड्राइभर, मर्मत खर्च, पेट्रोलको पैसा तपाईँ हामीले तिरेको रगत पसिनाको ट्याक्सबाट गएको हो। 37 वर्षसम्म राज्यको सम्पत्ति निजी जसरी प्रयोग गर्दा यिनको नैतिकता कहाँ मरेको थियो। 701 वटा गाडी फिर्ता आउँदा पनि यिनलाई लाज लाग्दैन, अझै उल्टै गफ दिन्छन्। बुझ्नुस्, नेताहरूले गाडी फिर्ता गरेका होइनन्, बालेनले चोरिएका सामान बरामद गरेका हुन्। यो देश सतीले सरापेर बिग्रेको होइन। यस्तै 701 वटा गाडी हडप्ने सेतो हात्ती जस्ता नेताहरूले लुटेर बिग्रेको हो। बालेनले साँचो खोसे, अब हामीले यिनको नकाब खोज्नुपर्छ। 37 वर्षसम्म पालै पालो लुट्ने यी लुटेराहरूलाई अब जेल कोस्नुपर्छ। र अब हामीलाई गाडी आएर मात्रै पुग्दैन, एउटा गाडी चढे बापत वर्षौंसम्म खर्च भएको तेल, ड्राइभरको तलब, मर्मत खर्च, यी सबैको असुली यिनीहरूको निजी सम्पत्ति रोक्का गरेर चुक्ता गर्नुपर्छ। 701 गाडी एउटा नमुना मात्र हो। सिंहदरबारभित्र अझै कति सिंहहरूले राज्यको हाडखोर चपाइरहेका छन्। एउटा गाडीले वर्षमा कम्तीमा 10 लाख रुपियाँ खर्च गराउँछ भने 701 गाडीले वर्षमा करोडौं होइन, अरबौं रुपैयाँ जनताको खल्तीबाट लुटिएको छ। र अब नेतालाई मात्र होइन, तिनलाई सघाउने प्रशासक र कर्मचारीहरूलाई पनि छोड्नुहुन्न। जुन कर्मचारीले यी गाडीको साँचो नेताका आफन्तलाई सुम्पिए तिनलाई कारबाही किन नहुने? देश 30 खरब भन्दा बढी ऋणमा डुबेको छ, तर यिनलाई देश र जनताको होइन, आफ्नै विलासिताको चिन्ता छ। यति धेरै भ्रष्टाचार, यति धेरै घोटाला हुँदा अख्तियार र सम्पत्ति शुद्धिकरण विभाग कहाँ सुतेर बसेका थिए? यी ठुला माछालाई किन देखेनन्? कि सेटिङको जालो यति बलियो थियो कि